Hey guys, तपाईँहरूलाई वेलकम छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म नयाँ फरक भिडियो लिएर आएको छु। आज चाहिँ म यसो हाम्रो कलेजको बिदा थियो, बिदा भएर म पहाड आएको थिएँ। आज चाहिँ पहाडमा म बाख्रा चराइरहेको छु। तपाईँहरू कसको पुराना विगतका सम्झनाहरू ताजा हुन पनि सक्छन् यो भिडियो हेर्दाखेरि। बिहान नास्ता खाएर आएको थिएँ, अब बाख्राहरूलाई घर लग्ने बेला भइरहेछ। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ 4वटा बाख्रा छन्। यो बाख्राले चाहिँ हान्ने पनि गर्छ। बाख्रा घर लग्ने बेला त भइसक्यो, तर बाख्रा अगाएको भने छैन। त्यही भएर लगाउँ कि नलगाउँ दोधारमा छौँ। देख्न सक्नुहुन्छ हाम्रो पहाडतिरको भ्यू तपाईँहरूलाई कस्तो लाग्छ, आफ्नो प्रतिक्रिया दिनु होला। पर चाहिँ मैले 10 सम्म पढेको स्कुल छ, निकै टाढा हिँडेर जानु पर्थ्यो। त्यसै गरी योभन्दा अलि तल चाहिँ हाम्रो आलताल रहेको छ। यता हुन्छ म चाहिँ पहाडतिर छु। अब पहाडमा रमाइलो यस्तै हुन्छ, बाख्रा गोठालो। अहिले चाहिँ म एक्लै छु, किनभने मैले खेतको छेउनिर ल्याएको छु। जङ्गलतिर लगिया भए त अरू पनि थुप्रै भेटिन्थे होला। मलाई वन जान ज्याउ लाग्यो, त्यही भएर मैले आफ्नै बारीको छेउमा लिएको छु। होइन गाइज, तपाईँहरूलाई कस्तो लाग्छ हेरेर आफ्नो प्रतिक्रिया कमेन्टमा दिनु होला। धन्यवाद।